स्वर्गीय माता मनमाया घरेको नाम यहाँ दिनुहोस्। धन्यवाद। अलिकति भिडभाड नगरिदिनुहोस् होला है। हाइड्रोजन बस्नु इन्द्र कुमार शेषज्यूको नामबाट स्वर्गीय माता बुद्धलक्ष्मी शेषको नाममा 105 रुपियाँ 50 रुपियाँ प्राप्त भएको छ। धादिङ बस्नु सानमाया तामाङको नामबाट ज्यूबाट माता स्वर्गीय माता साई तामाङको नाममा 105 रुपियाँ प्राप्त भएको छ। शारद बस्नुहुने माया कुमारी बास्तोला ज्यूबाट माता स्वर्गीय माता विष्णुमायाको नाममा 300 रुपियाँ प्राप्त भएको छ। मकवानपुर बस्नुहुने तारा देवी लिम्बू ज्यूबाट स्वर्गीय माता हरिमाया लिम्बूको नाममा 150 रुपियाँ प्राप्त भएको छ। रामेछाप बस्नुहुने गणेश बहादुर राव ज्यूबाट लालीमाया स्वर्गीय माता लालीमाया रावतको नाममा 105 रुपियाँ प्राप्त भएको छ। को लागि 200 रुपियाँ प्राप्त भएको छ। तारकेश्वर बस्नुहुने पूर्ण कुमारी बिरारी ज्यूबाट स्वर्गीय ठुली आमा बालकुमारी आमा देव कुमारीको नाममा 210 रुपियाँ प्राप्त भएको छ। काठमाडौँ बस्नु नाममा 510 रुपियाँ प्राप्त भएको छ। मध्यपुर ठिमी बस्नुहुने रत्नमाया श्रेष्ठ ज्यूबाट स्वर्गीय माता ज्ञानमाया श्रेष्ठको नाममा सम्झना स्वरूप 120 रुपियाँ प्राप्त भएको छ। तबगाउँ बस्नुहुने तारा शोभा बज्रचारी ज्यूबाट स्वर्गीय माता दानमाया बज्रचारीको नाममा 100 रुपियाँ प्राप्त भएको छ। धादिङ बस्नुहुने ज्यूबाट स्वर्गीय सासू आमाको नाममा छत्र कुमारी भण्डारीको नाममा 105 रुपियाँ। त्यसै गरी भक्तपुर बस्नुहुने कमला ज्यूबाट स्वर्गीय आमा आइकन आशा तामाङको नाममा 105 रुपियाँ प्राप्त भएको छ। तारकेश्वर बस्नुहुने असित पौडेल ज्यूबाट स्वर्गीय माता महादेवी पौडेलजीको नाममा 105 रुपियाँ प्राप्त भएको छ। धन्यवाद। त्यसै गरी भक्तपुर बस्नुहुने चन्दनदेव ज्यूबाट स्वर्गीय माता जनमाया बन्जनको नाममा 105 रुपियाँ प्राप्त भएको छ। बोले भक्तपुर बस्नुहुने हरिलक्ष्मी ज्यूबाट स्वर्गीय माता लक्ष्मी तिलाको नाममा 210 रुपियाँ प्राप्त भएको छ। त्यसै गरी सिमिली बस्नुहुने लालबहादुर सापकोटाको तर्फबाट स्वर्गीय माता विष्णुमायाको नाममा 150 रुपियाँ प्राप्त भएको छ। सिद्धिकाको बस्नुहुने रेशमा ज्यूबाट स्वर्गीय माता सीता कुमार तामाङको नाममा 50 रुपियाँ प्राप्त भएको छ। तारकेश्वर बस्नुहुने तारमाला सापकोटा ज्यूबाट स्वर्गीय माता देवीको नाममा 200 रुपियाँ प्राप्त भएको छ। ठुली माया
कमानको नाममा सम्मान सूर्य 5 रुपियाँ प्राप्त भएको छ। यो बिल्डिङ दिउँटाको हो है। यो भक्तपुर बस्ने हुने आशामणि ज्यूबाट स्वर्गीय माता नानी व्यक्तिको नाममा स्थिति शुभ प्राप्त भएको छ। स्वर्गीय माता पद्ममाया तामाङमा 5 रुपियाँ प्राप्त भएको छ। काठमाडौँ बस्ने हुने सुनिरा जोशी ज्यूबाट स्वर्गीय माता नानी जोशी 1000 रुपियाँ प्राप्त भएको छ। मन्दिर परिसरभित्र सबैजनाले यो आपसी समझदारीमा धेरै भिड नगरिकन वरपर रहेका आफ्ना सबै व्यक्तिहरूलाई सहयोग गर्ने होला। त्यसै गरी उर्मिला कार्कीज्यूको नामबाट स्वर्गीय माता सरिता कार्कीको नाममा 5 रुपियाँ प्राप्त भएको छ। 5 साल बस्ने हुने देवी लामा ज्यूबाट स्वर्गीय माता काकी लामाको नाममा स्वर्गीय माता ज्यूबाट स्वर्गीय माता कुमारी प्राप्त भएको छ। स्वर्गीय माता धनमाया राई बुवा राईको नाममा 725 रुपियाँ प्राप्त भएको छ। यो काठमाडौँ बस्नु हुने भरतराज गिरिज्यूबाट स्वर्गीय माता लक्ष्मीगिरीको नाममा 105 रुपियाँ। त्यसै गरी काठमाडौँ बस्नु हुने सुनितरी गिरिज्यूबाट स्वर्गीय माता पवित्र कुमारी गिरीको
त्यस्तै गरी तिनमाया बमजनबाट स्वर्गीय माता चौकी सन्तानको नाममा शिक्षा प्राप्त भएको छ। बद्रीनाथ अर्यालज्यूबाट स्वर्गीय माता यदुमाया अर्यालको नाममा 505 रुपियाँ प्राप्त भएको छ। नकुल चौडागाईज्यूबाट स्वर्गीय माता हिरामाया चौडागाईको नाममा 505 रुपियाँ प्राप्त भएको छ। त्यस्तै गरी काठमाडौँ बस्नुहुने रमेश गुरुङज्यूबाट स्वर्गीय माता लक्ष्मी गुरुङ सहयोग गर्नुभएको छ। स्वयम्भू बस्नुहुने सुभद्रा पाण्डेज्यूबाट नानुमाया खत्री र सासू सुशीला बानीको नाममा सम्मान स्वरूप 1010 रुपियाँ निवासी कान्छी खतेजुले आमा गोमा खतेजुले आमा कान्छी खत्रीको सम्झना 105 सहयोग गर्नुभएको छ। स्याङ्जा निवासी जुलुकुमारीले आफ्नो आमाको सम्झनामा 105 सहयोग गर्नुभएको छ। स्वर्गीय माता लक्ष्मी गुरुङज्यूको नाममा 105 रुपियाँ प्राप्त भएको छ। मत्स्य गाउँ बस्ने पूर्वजले आमाको नाममा 205 रुपियाँ सहयोग गर्नुभएको छ। गुरुङज्यूको नाममा 105 रुपियाँ प्राप्त भएको छ। सोलका निवासी भगवती ठकुरजीले आमा कमलाको सम्झनामा 210 रुपियाँ सहयोग गर्नुभएको छ। धादिङ निवासी बद्रीनाथ अर्यालजीले आमा यदुमायाको सम्झनामा 505 सहयोग गर्नुभएको छ। त्यसै गरी गोर्खा निवासी कमलाले आमाको सम्झनामा 105 गर्नुभएको छ। नौका निवासी रमा महर्जनजीले आफ्नो आमाको सम्झनामा 110 रुपियाँ सहयोग गर्नुभएको छ। गोर्खा निवासी माया तामाङजीले आमाको सम्झनामा 105 रुपियाँ सहयोग नेकम निवासी हिरालक्ष्मीजीले आमाको सम्झनामा 110 रुपियाँ सहयोग गर्नुभएको छ। नेकम निवासी राजुजीले आफ्नो आमाको सम्झनामा 110 रुपियाँ सहयोग गर्नुभएको छ। धादिङ निवासी सुभद्राजीले आफ्नो आमाको सम्झनामा 120 रुपियाँ सहयोग गर्नुभएको छ। उर्जुतारा निवासी 215 रुपियाँ सहयोग गर्नुभएको छ। चन्द्रगिरी निवासी सीतागिरीले आमाको सम्झनामा सहयोग गर्नुभएको छ। जोरपानी निवासी गीता साईजीले दुश्रीजीले आमाको सम्झनामा 105 रुपियाँ सहयोग गर्नुभएको छ। सिन्धुली निवासी देवी बहादुर सुशीला माया पूर्व खाने स्वर्गीय माता सम्झनामा 105 रुपियाँ सहयोग गर्नुभएको छ। 1015 रुपियाँ प्राप्त भएको छ। चन्द्रगिरी निवासी हेमन्तजीले आमाको सम्झनामा 120 रुपियाँ सहयोग गर्नुभएको छ। लामाको नाममा 105 रुपियाँ प्राप्त भएको छ। बाफल बस्ने ज्ञान बहादुर तामाङजीले आमा तालमा छिटो सम्झनामा 210 रुपियाँ सहयोग गर्नुभएको छ। रामकोट निवासी बलुमो निवासी लीलाजीले आमाको सम्झनामा 105 सहयोग गर्नुभएको छ। बलुमो निवासी दिलुपा सापुराजीले पनि आमाको सम्झनामा 105 सहयोग गर्नुभएको छ। धादिङ निवासी कविताजीले आफ्नो आमाको सम्झनामा 105 रुपियाँ सहयोग गर्नुभएको छ। कसोटा निवासी थेक मायाज्यूले आफ्नो आमाको सम्झनामा 105 रुपियाँ सहयोग गर्नुभएको छ। माया श्रेष्ठको सम्झनामा 1050 रुपियाँ सहयोग शारदा पाण्डेजी जता जहाँ कहीँ हुनुहुन्छ कृपया मागिङ गरेर ठाउँमा आउनुहोला। तपाईँको साथी बसिराख्नु भएको छ। गणेश कुमार शशीज्यूले 105 शारदाजी कता हुनुहुन्छ मागिङ गरेको ठाउँमा आइदिनु भयो। सोनी र शारदाजी
सचिव बलमजीले भोजपुर निवासी गोमा देवी ढकालजीले 110 रुपियाँ सहयोग गर्नुभएको छ। गोरखा निवासी राजकुमार जीले 105 रुपियाँ सहयोग गर्नुभएको छ। काभ्रेचोक निवासी अम्बिका जीले 510 रुपियाँ सहयोग गर्नुभएको छ आमा नैना कलाको सम्झनामा। त्यसै गरी थानकोट निवासी हरिकृष्ण महर्जनज्यूले 105 रुपियाँ सहयोग गर्नुभएको छ। दहचोक निवासी लक्ष्मी देवीज्यूले आमाको सम्झनामा 105 रुपियाँ सहयोग गर्नुभएको छ। चन्द्रागी निवासी मिना खटिज्यूले 110 रुपियाँ सहयोग गर्नुभएको छ। पोखरडुङ्गा निवासी पार्वती सुनारजीले आमा सन्त माया सुनारको सम्झनामा 505 सहयोग गर्नुभएको छ। उहाँलाई धेरै धेरै धन्यवाद। त्यसै गरी चेकपोस्ट निवासी सबिना थापाज्यूले आमा शान्ति मायाको सम्झनामा 110 सहयोग गर्नुभएको छ। उहाँलाई धेरै धेरै धन्यवाद। बुजुर्गधारा निवासी रिबी बहादुरजीले आमाको सम्झनामा 105 सहयोग गर्नुभएको छ। काभ्रे निवासी कमल परियारजीले 155 सहयोग गर्नुभएको छ। उहाँलाई धेरै धेरै धन्यवाद। बापर निवासी सुशीलाजीले 105 रुपियाँ सहयोग गर्नुभएको छ। चन्द्रगिरा निवासी गौरी तामाङजीले 105 रुपियाँ सहयोग गर्नुभएको छ।
जिले 105 सहयोग गर्नुपर्छ। त्यसै गरी आदिम निवासी चौरस्ता निवासी आफ्नो त्रिवेश्वर निवासी देवकुमारजीले 100 रुपियाँ सहयोग गर्नुभएको छ। चौतारा निवासी सानी मायाजुले 120 रुपियाँ सहयोग गर्नुभएको छ। गुर्जा निवासी 5 जना दिदीबहिनीले आमा शान्ता माया तामाङको सम्झनामा 525 रुपियाँ सहयोग गर्नुभएको छ। त्यसै गरी सिन्धुपाल्चोक निवासी जुनेजीले आफ्नो आमा र सम्पूर्ण पितृको सम्झनामा 110 रुपियाँ सहयोग गर्नुभएको छ। तारकेश्वर निवासी गायत्री बडुजीले 105 रुपियाँ सहयोग गर्नुभएको छ। धारी निवासी सन्त कुमार विद्यार्थीले 110 रुपियाँ सहयोग गर्नुभएको छ। त्यस्तै गोर्खा निवासी गोर्खा निवासी नारायण श्रेष्ठजीले आमा मनोलक्ष्मी श्रेष्ठको सम्झनामा 151 रुपियाँ सहयोग गर्नुभएको छ। त्यस्तै गोर्खा निवासी चन्द्रमायाजीले चन्द्रमायाको सम्झनामा 155 सहयोग गर्नुभएको छ। बलुवन निवासी धनबहादुर बोक्तानजीले आमाको सम्झनामा 205 रुपियाँ सहयोग गर्नुभएको छ। काठमाडौँ निवासी बलराम पुरासनीजीले आमा कान्छी पुरासनीको सम्झनामा 550 रुपियाँ सहयोग गर्नुभएको छ। काठमाडौँ निवासी भगवती गौतमजीले आमा कान्छी पुरासनीको सम्झनामा 110 रुपियाँ सहयोग गर्नुभएको छ। काठमाडौँ निवासी भवानी गौतमजीले आमा विष्णुमाया गौतमको सम्झनामा 110 रुपियाँ सहयोग गर्नुभएको छ। बाँके निवासी चित्र थापाजीले 105 रुपियाँ सहयोग गर्नुभएको छ। रामेछाप निवासी रिता श्रेष्ठजीले 155 रुपियाँ सहयोग गर्नुभएको छ। नेपालगञ्ज निवासी यु कुमारीजीले आमाको सम्झनामा 105 रुपियाँ सहयोग गर्नुभएको छ। त्यसै गरी नेपालगञ्ज निवासी बने थापाजीले आमा गौरी देवीको सम्झनामा 105 सहयोग गर्नुभएको छ। ठाकुर बर्तौलाजीले आमा हरिमाया बर्तौलाको सम्झनामा 200 रुपियाँ सहयोग गर्नुभएको छ। उहाँलाई धन्यवाद भएको। आमाको सारू मगरजुले 105 सहयोग गर्नुभएको छ। काभ्रे निवासी कान्छी मायाजुले 110 रुपियाँ सहयोग गर्नुभएको छ। माधवतीर्थ निवासी सूर्य कमल श्रेष्ठले 105 रुपियाँ सहयोग गर्नुभएको छ। सन्दागिरी निवासी भीष्म खनालजीले 120 रुपियाँ सहयोग गर्नुभएको छ। गुल्मी निवासी चन्द्रकलाजीले 110 रुपियाँ सहयोग गर्नुभएको छ। त्यसै गरी श्याम प्यारे साईजीले 105 सहयोग गर्नुभएको छ। सन्दागिरी निवासी मनोदेवी श्रेष्ठले 120 सहयोग गर्नुभएको छ। सन्दागिरी निवासी मनोदेवी श्रेष्ठले काठमाडौँ निवासी सालु कार्य तामाङले 105 गर्नुभएको छ। त्यसै गरी भारत विशेष निवासी कायली वक्कालजीले बुबा टेक बहादुर लक्ष्मीको सम्झनामा 1005 सहयोग गर्नुभएको छ। उहाँलाई धेरै धेरै धन्यवाद र उहाँको पितृको स्वर्गको वासको कामना गर्दछु। सिन्धुपाल्चोक निवासी श्री मायाजीले आमा टेक बहादुर कार्की बुबा टेक बहादुर कार्की पूर्णमाया झर्की कार्कीको सम्झनामा 1500 सहयोग गर्नुभएको छ। उहाँलाई धेरै धेरै धन्यवाद। उहाँको पितृको स्वर्गको वास होस् पनि कामना गर्न चाहन्छौँ। मकवानपुर निवासी हरिबहादुर योन्जनले 120 सहयोग गर्नुभएको छ। त्यसै गरी मकवानपुर निवासी अस्मिता योन्जनजीले 120 सहयोग गर्नुभएको छ। सिन्धुपाल्चोक निवासी दिलमाया गुरुङजीले 105 रुपियाँ सहयोग गर्नुभएको छ। गालाजी निवासी प्रमिला गुरुङजीले 105 सहयोग गर्नुभएको छ। जोनपा निवासी गुन्जनजीले 120 रुपियाँ सहयोग गर्नुभएको छ। चौतारा निवासी रञ्जना गिरिजीले 120 रुपियाँ सहयोग गर्नुभएको छ। त्यसै गरी धादिङ निवासी कान्छी तामाङजीले 110 सहयोग गर्नुभएको छ। धादिङ निवासी चन्द्र तामाङजीले 105 सहयोग गर्नुभएको छ। चतुरपुर निवासी कान्छी नेपालजीले 110 रुपियाँ सहयोग गर्नुभएको छ। त्यसै गरी धादिङ निवासी मीनाश्रीजीले 120 सहयोग गर्नुभएको छ। सिन्धुपाल्चोक निवासी ठाकुर खड्का पदम बहादुर खड्काजुले 225 रुपियाँ सहयोग गर्नुभएको छ। बलुपुर निवासी पूर्ण महर्जनजुले 105 सहयोग गर्नुभएको छ।
त्यसै गरी बज्रबाराई निवासी इमान सिंह स्याङदाङजीले 550 रुपियाँ सहयोग गर्नुभएको छ। गोर्खा निवासी सीता खनालजीले 110 सहयोग गर्नुभएको छ। नैकाप निवासी फुलाल महर्जनजीले 105 सहयोग गर्नुभएको छ। बलुम निवासी कान्छी महर्जनजीले 110 सहयोग गर्नुभएको छ। त्यसै गरी बलुम निवासी हेविका महर्जनजीले 110 सहयोग गर्नुभएको छ। कुनै मायाजुले खान नगरपालिका बस्ने बिन्दु मायाजुले 105 सहयोग गर्नुभएको छ। भगवानपुर बस्ने कविता सुशीलले 105 सहयोग गर्नुभएको छ। आरती माया निवासी बसन्तजीले आमाको सन्देशमा सहयोग गरेर जन्मको वालामा भक्तपुरबाट पूर्ण कुमारी बस्ती समिति सङ्गठनवाला विद्यार्थी धन्यवाद। पन्ध्र निवासी पन्ध्रबहादुर तामाङले 110 सहयोग गर्नुभएको छ। बीचमा खडा हो गयो बेला तारेजीले निवासी भगवतीजीले सहयोग गर्नुभएको छ।